हेलो वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज श्री सुस्तानीको अन्तिम दिन आज चाहिँ फुलपाती सेलाउन मम्मीसँग देवघाट आएको छु। कहाँ कहाँ के हुन्छ म तपाईँहरूलाई देखाउँदै जान्छु। हस् चाहिँ हाम्रो देवघाटको बाटो, हामी चाहिँ देवघाट जाँदैछौँ। खुर्सानी आयो रे 200 को 6 को जी भनेर भनिदिउँ। यो चाहिँ यहाँको मार्केट, देवघाटको मार्केट हो। यो चाहिँ सानो सानो मार्केट, खाजा पसल। अनि हामीले चाहिँ पूजाको सामानहरू किनेर हामी चाहिँ ओह्रालो जाँदैछौँ। हनुमानहरू यति धेरै हुनुहुन्छ यहाँ है, यस्तो रमाइलो छ यहाँ। हो ओहो यस्तो छ हजुर। हामी चाहिँ तल तल जाँदैछौँ। आज चाहिँ भिड कम छ जे होस् देवघाटमा। देवघाट चाहिँ आयौँ हामी। ओ माई गड कस्तो रमाइलो रमाइलो छ रमाइलो। देवघाट आइसक्यौँ। मम्मीले पूजा सामग्री पारिदिनुहुन्छ। अनि यहाँ चाहिँ भजन छ, पारिपट्टि नुहाउँदै हुनुहुन्छ। एउटा भजन आएर यति रमाइलो है। आज सुस्तानीको अन्तिम दिन, सेलाउने दिन प्लस माघ नुहाउने भन्छ नि त, माघी स्नान भनिन्छ नि त। त्यही भएर नुहाउने भक्तजनहरू चाहिँ एकदम धेरै हुनुहुन्छ है। उहाँ चाहिँ कहाँबाट ग्रुप आउनुभएको रहेछ, नुहाउँदै हुनुहुन्छ। यहाँ चाहिँ सुस्तानी भर्खरै सेलाएर भजनमा नाच्दै हुनुहुन्छ सबैजना। यस्तो रमाइलो छ है यहाँ चाहिँ। यो चाहिँ यतापट्टिको पारिपट्टि पनि नुहाउँदै हुनुहुन्छ सबैजनाले। यसो राम्रोसँग नुहाइराख्नु भएको सबैजनाले। ल देवघाट धाममा आएर सबैजनाले स्नान गर्नु होला भन्न म अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। यहाँ चाहिँ मार्केटकै सुरु रहेछ आजबाट। श्री शीतल कृष्णजी र देवी प्रतिभाले चाहिँ भागवत गर्नुहुँदो रहेछ। आजबाट स्टार्ट रहेछ, अर्को दिन आउँला ल।